हेलो एभ्रिवान, वेलकम ब्याक टु आवर युट्युब च्यानल। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ भन्दै आशाको साथमा आज फेरि नयाँ दिन नयाँ भ्लग मैले फेरि हजुरहरूको माझमा उपस्थित गराइसकेको छु। फुपूको घरबाट हामी चाहिँ अहिले फुपूको घर आइसकेको छौँ। किन भन्दाखेरि मैले अघि नै त्यहाँ भ्लग स्टार्ट गर्नु पाएन। मलाई चाहिँ आज न्यू लुक्समा देख्न सक्नुहुन्छ। किन भन्दाखेरि म आज सिजन दिदीको बिहामा जाँदैछु। उहाँ पनि हो जाने, तर उहाँ चाहिँ अहिले भाडा मात्दै हुनुहुन्छ। हेलो भन्नु त टक्क लाएर हाम्रो मोटी भाउजू अचम्मै उसो हुन्छ ल झाल्नु भन्नु न। यता देख्न सक्नुहुन्छ मेरो छोरो, म चाहिँ यसको ठुलो मम्मी, ऊ चाहिँ मेरो बहिनी फुपूको छोरी। हाँसेको अझै भएर तपाईँ त्यो पहिल्यै सिरा दिदीको भन्नु बेला भएर सिरा दिदी अनि कति छिटो पटपट पटपट बोल्नु छ भन्दै भएन मजाले गराउनु न अलि। अनि त्यस्तो छिटो बोले पो हुन्छ त हैन। अनि हाम्रो फुपू चाहिँ आउँछ आज। अनि छोरीको बिहेमा चाहिँ साडी लगाएर जाने र अब चाहिँ नुहाइधुवाइ गर्दै हुन्छ। नुहाइधुवाइ गर्न लाग्नु छ। आज चाहिँ हामी धमाकेदार पारामा आजको भिडियो चाहिँ कडा हुनेछ, तर लास्टसम्म हेरिदिएर अनि साथ दिनु होला। अनि हाम्रो नवीन दाई त्यहाँ हुनुहुन्छ। खाएर झ्याप भा चाडा बेर खाएर झ्याप भा गोपाल को झ्याप्पा छ अरे। अनि भिसर चाहिँ उतापट्टि दिदीको कोठामा खाना खाँदै हुनुहुन्छ। अनि उतापट्टि फुपू पुसै दिदीहरू हुनुहुन्छ। अनि त्यसपछि म देखाउँछु। उहाँ चाहिँ कान्छी फुपू अनि ठुलो फुपू चाहिँ उतापट्टि खाना खाँदै हुनुहुन्छ। मेरो भोइस सुनेन अलि सुधरी बोलो। अनि उता हुनुहुन्छ दुईजना चाहिँ हाम्रो ठुलो फुपू चाहिँ अनि भिसर। अनि त्यसपछि दादा त्यहाँ हुनुहुन्छ। हामीले जुन बोलाइ गर्छौँ नि अटोमा, त्यहाँ उहाँ दादाको घर हो। यो चाहिँ मेरो फुपूको घर हो। अनि त्यसपछि हामी चाहिँ आइसक्यौँ। हामी अब सरासर यहाँबाट बगाले सहित उता बिहामा जाने हो। स्वागत छ हजुरलाई मेरो ब्लगमा। सबैलाई वेलकम टु माई च्यानल, वेलकम टु आवर च्यानल। नमस्ते भने पो हुन्छ र वेलकम भनिदिन्छु। त्यहाँ नानीले चाहिँ अब बाबुले चाहिँ नुहाउन लाग्छ भो। त्यहाँ रुन्छ कि नै देख्न सक्नुहुन्छ। आज मेरो न्यू लुक्स कस्तो देखेको छु भन्नु होला है। मलाई त श्रमै लागेर आउँछ कि फेरि रोमी जस्तै गर्ने क्या, रोमीले यस्तै गर्छु। त्यही यो भाउजू होइन अघि नै बाटो हामी आउने बेला बाटो चाहिँ भाडामाथला अझसम्म भ्याउनु भएन। कति घन्टा भइसक्यो भइसक्यो। त्यहाँ हेर्नु न साथीहरू बोतल कस्तो लस्कर राख्नु भएको छ। किन भन्दाखेरि यहाँ पानीको धेरै सर्टेज छ। त्यही बिहान मात्रै आउँछ। त्यही भएर पानी देखेपछि मेरो नाति यति खुसी हुने कागुल के। यो चाहिँ हो यहाँ नेपालगञ्ज जाने रोड। यो ठाउँको नाम के हो भन्दाखेरि साथीहरू सुबुकुना हो। सुबुकुना हामी आइसकेको छौँ गाइजहरू। इतनी देखाऊंगे चुम्मा ले गया। नेपाल आएछ र फोन गरे मिस नेपाल आउनु भयो। ओ माई गॉड। ल त साथीहरू अब चाहिँ हामी रेडी भएर जान लागिसक्यो क्या। यहाँ पुसै बिचरा आत्तेर हैरान भएर हाम्रो चटक देखेर के भनौँ र यस्तो मेकअप गर्न लागि त्यही भएर हल्का ढिलो भइसक्यो। 12 बजिसक्यो होला सायद। अब यहाँबाट जानुपर्ने हुन्छ। हाम्रो फुपू चाहिँ यहाँ मेरो नानीसँग दिनुभएको छ बिचरा नानी धरले। हाम्रो कान्छी फुपू चाहिँ त्यहाँ के भन्छ नानी अब अर्को नाति समाज लाग्नु भएको छ। साडी लगाएर चिली चट्टै परिसक्नु भएछ। यहाँ मम्मी अब चाहिँ ढिलो भइसक्न लाग्यो गाइजहरू। उहाँ सुरु पनि भइसक्यो होला। त्यति कतिखेर जाने कतिखेर। ल साथीहरू म त आएर बिहामा आएर यहाँ आन्टी घर आएर भात खाएर पनि लास्टै भोक लागेको थियो। बिहानदेखि केही पनि खाएको थिएन। त्यही भएर भोक लागेर भात खाएर अब बल्ल जान लागेको साथीहरू होइन। अब आन्टीहरू चाहिँ एक आन्टी भएर चाहिँ फुपूहरू चाहिँ उहाँ अटोमा गइसक्नु भएको। अनि म यहाँदेखि चाहिँ सन्ध्या म जाने हो। त्यही भएर म यहाँ झरेको हो। अनि खै को जान्छन्। अनि हाम्रो आन्टी चाहिँ त्यहाँ हुन्छ नाच्नुहरू। उठ्यो सन्ध्या जाने अब। शिवन तिमी जान्नौ? तिमी पनि जाने हिँडेको यस्तै हो। एउटा प्रार्थना गरेर केही कार्यक्रम छ अगाडिको कार्यक्रम चाहिँ यहाँ स्थानीय पात्र र गर्न पुर्याउन दिन चाहन्छु। अगाडिको
गर्नको लागि म यहाँबाट एक मिनटभित्र बिदा हुन गइराखेको छु। त्यस कारणले परमेश्वर पिता पुत्र प्रभु येशू ख्रीष्ट पवित्र आत्माको नाममा आज सुरुदेखि अन्तसम्ममा प्रभु तपाईले हामीलाई सहायता रक्षा गर्नुभयो र परमेश्वर पिताको प्रेम प्रभु येशू मसीहको अनुग्रह पवित्र आत्माको अगुवाई सदा सर्वदा यस विवाहमा यस भाइ र बहिनी यस घरमा भइरहोस्। आमेन। हामी एक जोरदार ताली बजाऊ। यहाँ एउटा नृत्य छ भने त्यो नृत्य तयार हुँदै गर्दा कति टाइम लाग्दैन त्यो नृत्य तयार छ भने र यो खुसीको दिन हो, रमाउने दिन हो र नृत्यका लागि म चर्चको जवान भाइ बहिनीलाई अगाडि बढाउन चाहन्छु। सन्ध्या त्यसलाई हेर है उयोलाई
सृजनाको पिता बलबहादुरसँग आएर सम्झिनाको जोड्नु आउनुहोस् तपाईँले नै अब सम्झिना आजदेखि उहाँहरू सम्झि नाता भएको है सम्झिको नाता हुनुभएको छ यो दुई व्यक्ति दुई परिवार बनेको छ एउटा पारिवारिक धन्यवाद छ दुई सम्झिनु भएको छ राख्ने कि दिने सम्झिएर अहिले कुण्डा सृजनाको बुवा मम्मी र भपिनको बुवा आमालाई छोरा ईश्वरले दिनुभयो दुवै परिवारलाई छोरी छोरा हुर्काउनुभयो दुध पिलाउनु भयो दुवै आमालाई संरक्षण दुवै परिवार मिलेर दिनुभयो शिक्षा दिनुभयो जवान बनाउनु भयो भागेर विवाह गरेनन् प्रेम विवाह पनि गरेनन् यो एउटा व्यवस्थित ढङ्गले हिन्दू 13 अध्यायमा र विवाह चाहिँ आदरणीय हुनुपर्छ पवित्र विवाह हुनुपर्छ जस्तो लेखेको छ मैले पुगेर जाने अनुसार यो चाहिँ साथीहरू खानासाना खाएर नि यो बसिनु चाहिँ यहाँ चाहिँ हाम्रो साली फोटो खिच्ने हाम्रो यहाँ स्पेसल साली आउनुहुन्छ हाम्रो स्पेसल साली कमेन्ट गरिराख्छु उता लक्ष्मीले चाहिँ खाना खाँदैछन् साथीहरू ए हाम्रो म्याडम अरूले फालेको भात सर्दैन है यहाँ चाहिँ धमाधम मेरो बुढीले फाल्दैछ यहाँ चाहिँ हाम्रो सबै जिको भाडाहरू धोको अरे मेरो बुढीले कति दुःख भयो होला केही छैन बुढी भएपछि यतिको चाहिँ गर्नै पर्छ फेरि साथीहरू
हाम्रो साला चाहिँ भान्जी समात्ने काम सुधि बोलाउँदै छिटो ल भाडा साथीहरू यस्तो यति धेरै मान्छे आज ल यहाँ चाहिँ फोटो खिच्न रेडी भएको ल त साथीहरू यहाँ फोटो सोटो खिचेर भ्याइसक्यो अब हाम्रो दिदीले यहाँ भिडियो फोटो खिच्नु भयो अनि यता हाम्रो सालीले खिच्ने भनेको साली हाम्रो छोरोले मानेन के सो अब हाम्रो चाहिँ बुढाबुढीको पालो छ बुढाबुढीको अनि छोरीको पालो छ फोटो खिच्ने अब यहाँ चाहिँ क्यामेराम्यान को हुन्छ हाम्रो दिदी चाहिँ होला खिचिदिने हाम्रो फोटो त्यही हो सन्ध्या खिच्दैन तिमीले आज भिडियो फोटो गराउँदैन ए खिच्दैन खिच्ने हो अनि किन त म त के लसी के अरे अघि फोटो खिच्न के अरे म त के अरे ऊ के अरे अरू कान्छीको नाम म त गाउँमा जस्तो अब फोटो खिच्दा भन्नु लाग्यो म त पछि त नचिनेको के ल साथीहरू हाम्रो चाहिँ फोटो खिच्नुपर्ने हुन्छ हाम्रो फोटो खिच्ने क्यामेराम्यान चाहिँ हाम्रो दिदी हुनुहुन्छ है ल साथीहरू फाइनली फोटो सुट गरेर भ्याइसक्यो यहाँ चाहिँ सबै फ्यामिलीको यहाँ लक्ष्मी माइजू ठुल्छेमा अनि ठुलो अङ्कल अनि तेरो कान्छेमा हाम्रो सालीले चाहिँ धेरै फोटो खिच्नु भएनन् हाम्रो सबसे बढी फोटो खिच्ने यहाँ ग्रुप हो साथीहरू अब चाहिँ हामी भ्याएर बिएससीमा भ्याएर खानासाना खाएर घरतिर जानु लाग्यो हामी माइजू चाहिँ अब बेलुका आउनुहुन्छ होला हामी चाहिँ अब हिँड्न लाग्यो यहाँबाट जाऊँ अब यो उठाउने साथीहरू अब चाहिँ हामी चाहिँ घरतिर जानु लाग्यो सो बिहेमा चाहिँ आउनु अलि हामी ढिला गऱ्यौँ लेट गऱ्यौँ त्यही भएर खासै नरमाइलो लाग्यो त्यही चाहिँ त्यही पनि गयौँ टक्क एकछिन रमाइलो हुनुलाई चाहिँ रमाइलो भयो हामी चाहिँ अलि ढिलो गरेर अलि खासै हेर्न पाएनौँ भित्र हाम्रो सालहरू नाचेको त हेर्नु पायौँ त्यसपछि ठ्याक्क हामी जाने बित्तिकै त्यही नाचो लास्ट बाँकी रहेछ त्यही नाचसाच हेरेर भ्याइयो ठ्याक्क त्यसपछि हामी खानासाना खायौँ खानासाना खाएर सबैजनाले फोटो खिच्यौँ फ्यामिलीहरूले अहिले चाहिँ हामी हिँड्दैछौँ बाटोमा अब यहाँदेखि बाटो गएर सिधै हाम्रो सन्ध्या सालीको घर गएर एकछिन बसेर अनि त्यहाँबाट अटो लिन आउँछ हाम्रो गोरे जेठान भन्दा त हामी गोरे जेठान आउनु भएको तर जेठान चाहिँ त्यतै यहाँ माथि हाम्रो टोपी जेठान गरेर बस्नु भएको छ ल साथीहरू यता गाउँघरतिर चाहिँ धान काट्ने बेला भइसक्यो रहेछ अब हुन लागेको छ ओ माई गड अब काट्ने अब त हुन्छ होला है बाटो फेरि यस्तो छ आमामा आजलाको जुत्ता मेरो कठै हालत हामी चाहिँ त्यहाँ माथि त्यहाँबाट त्यहाँभित्र जङ्गलबाट पसेर माथि जानुपर्ने हुन्छ हाम्रो आधी ग्याङ चाहिँ यताबाट खानु फेरि सेमाहरू लोटाउला है अघि सेल्नालाई बोकेर आएको झन् छिटछिटोलाई भेटाउँदैन र हान्ने है को कान्ने ढुङ्गा कि उही ढुङ्गा फेरि छिटो उछिटेर धन्नै गएको थियो साली भएन त्रिजन त कुद्दै आउँछ नि ल त गाइजहरू अब हामी घाममा उक्लेर यहाँ मामा घर आएछ कि माइला मामाको घर सर पारेर देखाइदिन्छ ए माइजू त नातिन समय सक्नुभयो हामी दुध बजाइ देखाइसक्यो बिचरा हुन्छ घाम भयो धन्ने मोडा लगाएको लास्टै घाम अया मम्मी ल होइन न अब चाहिँ यहाँ बसेर बाजे गरेर एकछिन अब थकाइ मारेर अब घरतिर जानु लाग्यो त्यहाँ माथि हाम्रो गोर्जेनले अटोमा हरन हानेको हाने गर्नु लाग्यो माथि त्यहाँ माथि बस्यो न हरन हानेको हाने गर्नु लाग्यो जानलाई ल त अब साथीहरू अब जानु लाग्यो हामी यहाँ चाहिँ अब यस्तो घाँस आइसक्यो हामी जाने हेलिकप्टर अब चाहिँ हामी यहाँ जानुपर्ने हुन्छ साथीहरू यहाँदेखि सुके छिम्ने माटो यहाँ चाहिँ यस्तो हालत बिग्यो तरिकामा जानुपर्छ फेरि यति धेरै मान्छे गाह्रो छ साथीहरू चौरास्ताको भाइरल ठाउँमा अरे मम्मी फोटो खिच्न लाग्यो अब हामी चाहिँ
भिडियो गराउने यो भित्तामा फाइनली साथीहरू तपाईँहरूलाई पनि थाहै छ होला यो भित्ता कतिको फेमस छ देख्न सक्नुहुन्छ साथीहरू यहाँ चाहिँ भिडियो फोटो खिच्ने यहाँ अटो रोकेर सब आछौँ हामी चाहिँ सो हेर्दै गर्नु साथीहरू हामी एकछिन भिडियो गराउँछौँ फोटो खिच्छौँ साथीहरू अब चाहिँ हामी चाहिँ फोटो सोटो खिचेर घर जान लाग्यो फुपुर चाहिँ त्यहाँ बसिराख्नु छ अब त्यहाँ पनि एक पोज हान्नुपर्छ अनि त्यसपछि बल्ल जानुपर्छ सो भाइरल भित्ता खिच्ची आज जाने बाटो है यो अब चाहिँ हामी जानुपर्ने हुन्छ ल साथीहरू फाइनल्ली आइपुग्यो सुर्खेत 1000 2000 4000 5000 अब सुर्खेत आइपुग्यो साथीहरू शिवकुना अब यहाँ चाहिँ हाम्रो साली दुईवटा छेमा अनि अङ्कल जाने हुन्छ हामी चाहिँ यहाँदेखि फेरि घर जानुपर्ने हुन्छ घर सबै घर गएर लिएर आएको साथीहरू हिजो चाहिँ भिडियो चाहिँ एडिट गर्न पाएन किनकि हिजो भिडियो एडिट गर्न किन नभए भन्दाखेरि हिजो हामी आउँदै थियौँ आउँदा फेरि रात पनि परिसकेको थियो अनि सो त्यही हो ममा ब्याट्री पनि थिएन त्यस कारणले भिडियो एडिट गर्न पाइनँ त्यही भएर आज भिडियो एडिट गर्न लागेको साथीहरू सो तपाईँहरूलाई के कस्तो लाग्यो हाम्रो भिडियो यदि मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नभुल्नु होला अहिले साथीहरू बाई बाई।